अध्यक्षज्यूको अनुमतिबाट अब म हाम्रा पाहुनाहरूलाई आसन ग्रहण गराउनको निम्ति गइरहेको छु। आज हाम्रो यस विद्यालयमा झापा जिल्लाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह आइपुग्नु भएको छ। यहाँलाई यस कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म विनम्र अनुरोध गर्छु। यसैगरी हाम्रो यो त्रिमोहन माध्यमिक विद्यालयमा धेरै पहिला कक्षा 7 सम्म यही पढ्नुहुने र अहिले झापा गाउँपालिकाको उपाध्यक्षको रूपमा रहनुहुने आदरणीय व्यक्तित्व अन्जु बिमली थपलियालाई अतिथि आसन ग्रहणका निम्ति अनुरोध गर्छु। यसैगरी हाम्रो आदरणीयहरूलाई स्वागत गर्नका निम्ति हाम्रो सामान्य तयारी छ। जे जस्तो छ यहाँहरूले स्वीकार्नुहुनेछ। यो खदारो अभियानले माफ गर्नुहोला, मैले यहाँ आसन ग्रहणमा आफू अगाडि बसेकाले पछाडि देखिन थियो। हाम्रो विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण ढुङ्गेलज्यू आउनुभएको रहेछ। उहाँलाई म अतिथि आसन ग्रहणका निम्ति अनुरोध गर्छु। र अब हामी आज पाल्नुहुने झापा गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षज्यूलाई सबैले ताली बजाउने है सम्मानको कार्यक्रम चलिरहेको छ। अझै धैर्यतापूर्वक रहन म विद्यार्थी नानी बाबुहरूलाई अनुरोध गर्छु। र हाम्रो बीचमा 8 गाउँपालिकाका उपाध्यक्षज्यू आगमन भइरहेको समयमा सबैजना नानी बाबुहरूलाई तालीले स्वागत गर्न म अनुरोध गर्दछु। र 8 गाउँ धन्यवाद सर। कक्षा 7 मा पढ्नुहुन्थ्यो अन्जु बिमली थपलिया। उहाँको जन्म यही 8 गाउँपालिकाको वार्ड नम्बर 4 कालीपामा भएको थियो र उहाँ यहीँको विद्यार्थी हो। त्यसैले उहाँले यस विद्यालयलाई सम्झिरहनु भएको रहेछ र आफू 7 कक्षासम्म पढेको विद्यालयलाई सम्झना स्वरूप म केही गर्छु भनेर उहाँले भन्नुभएको छ। र आदरणीय दाइ शारदा थपलियाज्यूले यो समाचार सम्प्रेषण गर्नुभयो र आज हाम्रो अगाडि हामी देखिरहेका छौँ। थुप्रै कपीका थेलीहरू छन्, सँगै डट पेनहरू छन् र हाम्रा नानी बाबुहरूले यो आज चाहिँ पाउँदैछन्, जो यही विद्यालयमा 36-37 सालतिर विद्यार्थी हुनुहुन्थ्यो। त्यसैले आफूले पढेको विद्यालयलाई सधैँभरि माया गर्नुपर्दो रहेछ र यसले एउटा उदाहरण पनि दिन सक्दछ। अन्जु बिमली थपलियाज्यूलाई गडगडा ताली लगाएर ताली बजाएर स्वागत गर्नु। यो विद्यालय धेरै पुरानो भएको हुनाले एउटा छोटो कार्यक्रम हो र उपाध्यक्षज्यूहरू हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो केही कुराहरू चाहिँ राख्नुहुने नै छ। हामी यस विद्यालयलाई शारदा थपलिया आफ्नो मन्तव्य राख्दै हुनुहुन्छ। यस औपचारिक कार्यक्रमका सञ्चालकज्यू, यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो टिमसँगै पाल्नुहुने झापा गाउँपालिकाका अध्यक्षज्यू, सन्देशमूलक एउटा सन्देश कार्यक्रम लिएर आए। दोस्रो कुरा, हामी यहाँ विद्या आर्जन गरिसके पछाडि उच्च शिक्षाको लागि विभिन्न आफ्नो कार्यक्षेत्रमा जानेछौँ र त्यहाँ गइसकेपछि
यो धरातललाई कतिपयले बिर्सने गरेका पनि छौँ। तर बिर्सनु हुँदैन। हाम्रो एउटा पुण्यभूमि, जन्मभूमि, जन्मस्थान कहिले पनि बिर्सनु हुँदैन। अन्जु बिमली थपलिया आफ्नो भनाइ राख्दै हुनुहुन्छ। कार्यक्रम सञ्चालक सर, यस कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्षज्यू, A8 गाउँपालिकाका उपाध्यक्षज्यू, यहाँ प्रधान अध्यापकज्यूहरू, मेरो श्रद्धेय आदरणीय शारदा प्रसाद थपलिया काकाज्यू, भीष्म भदाज्यू, मेरो साइनोले भदा पर्नुहुन्छ, काका नि हुनुहुन्छ, यता यो स्कुलका व्यवस्थापनका अध्यक्षज्यू, यहाँका प्रज्यू, सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू, मैले यो जन्मेको ठाउँ, म यो 7 क्लास पढेदेखि म फर्केर यहाँ आउन पाएको थिइनँ। मेरा आदरणीय काका शारदा प्रसाद थपलिया, उहाँको प्रेरणाले नि म जहिले पनि आउन खोजेँ। के नमिलेर जहिले प्यारो लाग्ने ठाउँ आकस्मिक कुरा भयो। उहाँले मलाई सल्लाह दिनुभयो, लु हिँड न त म पनि पुर्याइदिन्छु, सबै मलाई थाहा छ भन्नुभयो। म आदरणीय शारदा प्रसाद काकालाई पनि हृदयदेखि धन्यवाद दिन्छु र मेरो आदरणीय अध्यक्षज्यूलाई पनि धन्यवाद दिन्छु, यहाँसम्म आइपुग्नुभयो। म धेरै खुसी र भावुक छु। मैले कह पढेको कुरा, सबैभन्दा पहिलो कुरा नानी बाबुहरूलाई याद गर्न पनि म भन्न चाहन्छु। जहाँ मेरो शुभारम्भ कखदेखि भयो, यही स्कुल पढेँ। म स्कुल पढेदेखि यहाँबाट अहिले पनि मेरो रेकर्ड खोज्दा भेटिन्छ होला। 1 क्लासदेखि 3 क्लासमा जिल्ला अञ्चल स्तरीय हुन्थ्यो, फर्स्ट भएको मलाई अझै थाहा छ। यहाँदेखि फेरि 7 क्लासमा जिल्ला स्तरीय हुन्थ्यो, जिल्ला स्तरीयमा पनि फर्स्टै भएँ। यो स्कुलको प्रेरणा, त्यो फर्स्ट भएको प्रेरणाले पनि मलाई सधैँ झल्काउँछ र यो मेरो जन्मभूमि, यो मेरो पिता पुर्खाले आर्जेको 8 ठाउँ भन्छु म। यो शिवालय मन्दिर पनि मेरा हजुरबाहरू 4 जना हजुरबाले बनाएको रहेछ, अहिले नाम पढेर त्यहाँ मन्दिरमा पनि ढोगेर आएँ। यो सबैभन्दा मेरो जहाँ जुन ठाउँमा पुगेर जति जे मैले पद हासिल गरेँ पनि सबैभन्दा प्राथमिकता चाहिँ म यो जन्मभूमि र अनि मात्रै कर्मभूमि आउँछ। जन्मभूमि र यो स्कुललाई नै म दिन चाहन्छु। मैले पढ्दाखेरि मेरो पिपी सर हुनुहुन्थ्यो, पुण्य प्रसाद सिटौला सर हुनुहुन्थ्यो, उहाँलाई आज हुनुहुन्न, उहाँलाई पनि सम्झिन चाहन्छु। नरप्रसाद बिमली हुनुहुन्थ्यो, उहाँलाई पनि सम्झिन चाहन्छु। धेरै कुराहरू त बिर्सिसकेँ, तर नानी बाबुहरूलाई म के भन्न चाहन्छु भने भोलि तपाईँहरू पनि म जस्तो टाढा पुग्नुहुन्छ, धेरै पढ्नुहुन्छ, ठुल्ठुलो ओहदामा पुग्नुहुन्छ, तर आफ्नो जन्मभूमि र आफूले पढेको स्कुललाई कहिले नबिर्सिनु भनेर एउटा सानो चिनो मात्रै भए पनि तपाईँहरूलाई सम्झाउन र स्मरण गर्न मात्रै आएको हुँ। यहाँ ठुलो धेरै पैसा धेरै लिएर यहाँ तपाईँहरूलाई देखाउन आएको होइन। म स्मरण, मेरो जन्मभूमि, म कख पढेर सुरु गरेको स्कुललाई सम्झिन मात्रै आएको र भाइ बहिनीहरूलाई पनि यो मेरो जस्तो प्रेरणा भोलि तपाईँहरू ठुल्ठुलो मान्छे हुनुभयो पनि यो स्कुललाई जहिले सम्झिनुहुन्छ भनेर आएको हुँ भएका छौँ र यो छोटो औपचारिक कार्यक्रमको आफ्नो भनाइसहित समापन गर्न र त्यस पछाडि हामी यो स्टेसनरी कपी डटपेन वितरण कार्य कक्षा 1बाट हामी सुरु गर्नेछौँ। सर म्याडमहरूलाई तयारी अवस्थामा रहन म अनुरोध गर्दै कार्यक्रमका सभाध्यक्ष, यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूलाई आफ्नो छोटो भनाइसहित यो कार्यक्रम समापन गरिदिनु हुन अनुरोध गर्दछु। कार्यक्रम सञ्चालकज्यू, हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिकाका अध्यक्षज्यू, विशेष अतिथि झापा गाउँपालिकाका उपाध्यक्षज्यू, 8 गाउँपालिकाका उपाध्यक्षज्यू, सम्पूर्ण अतिथिज्यूहरू, विद्यालयका प्रधानाध्यापक, सम्पूर्ण शिक्षक कर्मचारी साथीहरू र आफ्नो भविष्यलाई उज्जवल बनाउन निकै कष्टका साथ रहनुहुने सम्पूर्ण यस विद्यालयका प्यारा विद्यार्थी भाइ बहिनीहरू, म सम्पूर्णलाई विद्यालय परिवार गाउँपालिकाका उपाध्यक्षज्यूले जुन सोच बनाएर आफ्नो जन्मभूमिमा फर्केर विद्यार्थी भाइ बहिनीहरूलाई उहाँले बताए अनुसार म सानो चिनो प्रदान गर्न
आछु भन्नुभएको छ। उहाँको जुन अहिले मातृभूमिप्रति आफू जन्मेको ठाउँमा मायाका साथ जसरी फर्केर आउनुभएको छ, मलाई लाग्छ उहाँ यो विद्यालयको संस्थापक परिवारको सदस्यको सन्तति हुनुपर्छ। 2082 सालमा झापा गाउँपालिका उपाध्यक्षज्यूले जुन स्टेसनरी सामग्री वितरण गर्ने कार्यक्रम आयोजना गर्नुभयो, यो कार्यक्रमलाई चाहिँ आगामी वर्षमा पनि निरन्तरता दिनका लागि हामी विद्यालय परिवार चाहिँ सितौला बिमली र इनाम परिवार संस्थापक गराउन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। नवीन भाइ स्टेसनरी वितरणका लागि विद्यालय सहयोगी नवीन उप्रेती भाइ कैँची यहाँ लिएर आउनुपर्ने भयो। दुईटा कपी, एउटा डट पेन र मास्लोपट्टिबाट कक्षा 10 का 9 विद्यार्थी भाइ बहिनीहरूलाई अगाडि आउनलाई म अनुरोध गर्छु। कक्षा 10 कार्यक्रम सुरु भइसकेको छ। अगाडि आउने आउने दुईवटा कपी र एउटा डट पेन सहित शैक्षिक कपी सामग्रीहरू डट पेन लिएर अनि क्लासमा जाने है त। ल यहाँ अध्यक्षज्यूले दिँदै हुनुहुन्छ, सबैले ताली बजाउने है। अध्यक्ष उपाध्यक्ष झापा गाउँपालिका तथा 8 गाउँपालिका उपाध्यक्षज्यू स्टेसन वितरणमा सरिक हुनुभएको छ। अगाडि आउनलाई मैले अनुरोध गरेँ। उहाँहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। शिक्षक साथीहरू यो कपी व्यवस्थापनमा सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु। स्टेसनरी सामग्री पाएर विद्यार्थीहरू धेरै खुसी भएका छन्। ल धेरै धेरै धन्यवाद। स्टेसनरी सामग्री कक्षा 1 देखि कक्षा 12 सम्म पढ्ने सम्पूर्ण विद्यार्थीहरूलाई दुईवटा कपी र डट पेन सहितको सामग्री उपलब्ध गराउनु भएकोमा हामी विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।